ल गाइज आज हाम्रो नयाँ ब्लगमा सबैजनालाई स्वागत छ। आज फेरि हाम्रो नयाँ ब्लग बनाउँदैछौँ। यही नयाँ ब्लगका लागि हामी इटाली पनि जाँदैछौँ। अब भरे भेटौँला। ल हामी चाहिँ अब हिँड्यौँ। हामीलाई लिन गाडी पनि आइसक्नु भएको छ। हाम्रो अनुप सर उहाँ पर्खिराख्नु भएको छ। हामी गाडीमा जाँदैछौँ है त। हामीलाई लिन चाहिँ उहाँ अगाडिको गाडी हो, हामीलाई पर्खिराख्नु भएको छ। अनुप सर नमस्ते सर। हेलो नमस्ते सर, आइपुग्नु भयो? भर्खर आइपुग्नु भयो है। ल आज पनि हामीलाई चाहिँ उहाँहरूले नै इन्भाइट गर्नुभएको छ द व्यायामशालामा, अनि हामी चाहिँ जाँदैछौँ। मम्मी यतापट्टि आउनु न। ल यतापट्टि आउनु। भाइ नमस्ते। ल अब चाहिँ हामी सिधै उतै भेट्छौँ है त। हाम्रो केही पनि छैन आज बिचमा। हजुर ल अब हामी सिधै व्यायामशालामा भेट्छौँ है त। 1 hour later फाइनली हामी चाहिँ व्यायामशालामा फेरि आइसकेका छौँ। व्यायामशाला बिल्डिङ मुनि छौँ। ल हिँड्नु अगाडि। ल ल आज पानीले मैले लिने भएको होइन, हुन्छ ठिकै छ। म्याम नमस्ते। हामी आइपुग्यौँ ठ्याक्कै। नमस्कार। सरी आज अलिकति ढिलो भयो। हजुरलाई भोक लागेर के भयो कि भनेर सोधेर ठ्याक्कै आइपुगेछु। के को भोक लाग्यो? खाइरहेको। के खाएर आइसो? ढिङ्गुली खाएर आएन ढिङ्गुली खाएर आएन भनेको ढिङ्गुली कहाँ जाति खेर पायो उसकै ढिङ्गुली ल वेलकम। Oh my अस्ति God. कता भएको थियो अस्ति? ए झन्डै थुलेको मलाई चाहिँ के मान्छे ओ माई गॉड। कस्तो भएछ अस्तिको हेरिकन अहिलेमा? एकदम ओहो आमा गमला। गाइस यो व्यायामशाला हामी पहिला आउँदाखेरि बन्दै थियो, आज त बाफ्रे यहाँ ट्रेनिङ गराउँदै हुनुहुन्छ। वाउ यहाँ ट्रेनिङ गराउँदै हुनुहुन्छ। राम्रो लाग्यो? यता यता ट्रेनिङ गराउँदै हुनुहुन्छ। अस्ति के रेडी भएको थियो नि हजुर आउँदा? कोठामा त थियो होला। ओ माई गॉड द व्यायामशाला। ल हजुर बनाइमै न वाउ प्रगति हौ। प्रगति हुने मान्छेहरू चाहिँ जुत्ता लगाइसकेको आएको छैन। बिहानभरि आज एकछिन गर्दा खुट्टा दुखेर नि। अनि राम्रो लाग्यो? ओ माई गॉड। ओ यो पहिला हाम्रो सुटिङ गरेको ठाउँ। यस्तो थिएन, अर्कै थियो अहिले। ओहो यहाँ सबै भर्नु भएछ। ल म चाहिँ बसिहालेँ। हजुरलाई बस्नै बनाएको ल खाने काम। कान्छे पनि पानी खाऊँ। सुन्छ। त्यतिखेर यो पर्दाहरू नयाँ लगायौँ होइन? अब के खाऊँ भने पहिला अहिले त केही नखाने, म त उसले खाएर मात्रै होइन अहिले पानी नखाऊ। खाइन्छ होइन? मलाई भोकाइसक्यो बा के भयो आउँदाउँदै के गरौँ यहाँनिर भनेर अनि 10:30 भनेको झन्डै 12:30 भयो। 1 बजे नि ठिकै छ। आज त हामी फ्री पनि हो, त्यही भएर हजुरहरू भनेरै अनि बरु होस् हामी जसरी पनि आज गर्ने सर कहाँ आउनुभयो धनकुटाबाट? छैन नि होइन हाम्रो धटकुटा होइन नि। अनि त्यसो भए त अनि पुरै 1 महिनाको लागि जानुभयो क्या हो छोडेर हजुरहरूलाई त? 1 महिना अब आउँदा चाहिँ हुन्छ होला 20-22 दिन माथि हुन्छ। ए मजाले बस्नु भयो त अनि? बस्नु भयो। अब बाबा मात्रै हुन्छ। ए अब चाहिँ मम्मी ड्रेस चेन्जको लागि जानु हुँदैछ। म चाहिँ यसो भ्लग बनाउँछु।
म्याम आउँदै हुनुहुन्छ। अब चाहिँ हाम्रो यहाँनिर थोरै सुटिङ छ है म्याम, सुटिङ हुनेवाला छ। अस्तिको पालिको अफरमा हाम्रो बिन्दा म्यामले कति राम्रोसँग उहाँले बोल्नु भएको थियो, कति मजाले प्रेजेन्ट गर्नुभएको थियो, कति धेरैजना एडमिसन हुनुभएको थियो। सो यो पालि पनि बिन्दा मगर म्याम बिना त अधुरो हुन्छ भनेर हामीले एकछिन भए पनि उहाँलाई आज 1 घन्टा भए पनि उहाँसँग चाहिँ अनि एउटा सानो क्लिप बनाऊँ भनेर आइसकेको छ। आज पनि हामीलाई इन्भिटेसन दिनुभएकोमा म्याम सर सबैजनालाई थ्याङ्क यू सो मच, व्यायामशाला टिम अनि उहाँहरू सबैजनालाई आज पनि आउन पायौँ, खुसी लाग्यो होइन त मम्मी? नरुनु है खुसीले। अनि हाम्रो यहाँ पनि हुनुहुन्छ, हाम्रो ब्लगमा स्वागत छ। सन्चै हुनुहुन्छ? हजुर। ल अब चाहिँ हाम्रो थोरै सुटिङको काम हुँदैछ, हुनेवाला छ। इट्स टाइम भनेको चाहिँ सुटिङ टाइम हुँदैछ हाम्रो व्यायामशालामा। सुटिङ टाइममा त साह्रै रमाइलो पो हुन्छ है। हजुरहरुको युट्युबमा मेरो म च्यानल देखाइदिन्छु। गल्लो भाइ म चार्ज गर्दैछु। त्यसैको डल्लो डल्लो भयो। दामी छ। अझै देखिन्छ कि भन्ने। ओके हो। के हो? One hour later. ओके सो हाम्रो आजको स्पेशल मान्छेहरूलाई आज हाम्रो सुट सकिसकेको छ र हामी चाहिँ अब लन्च प्लस डिनर एकैचोटि, किनभने हामी एकैचोटि अहिलेसम्म केही खाइसकेको छैन। उहाँले आज यति खाइसक्छ। म चाहिँ पहिला नै यति खान्थेँ म, अब झन् यति खाइसकेको छ। सो हामी चाहिँ उहाँहरूलाई चाहिँ विराटनगर गएर चाहिँ अनि लन्च डिनर सबै सँगै गरौँ भनेर आजको हामीले यसलाई चाहिँ क्लोजिङ गरिसकेको छौँ। अब हामी लिएर जान्छौँ हामी प्रकाश भाइ र बिन्दा म्यामलाई विराटनगरतिर। आउनुहोस् हामी सँगै जाउँ। हजुर खिच्ने भाइलाई भनिन्छ हाम्रो प्रकाश भाइ। ब्लग हेर्नुहुने सबैलाई यति भन्दै व्यायामशालाको पछि बाइ बाइ। अब नेक्स्ट ठाउँमा गएर एकैचोटि वेलकम गर्छु हजुरलाई। गर्दाखेरि जान्छ नि त। अनि ऊ भाइ चाहिँ एकदम स्पेसल छ क्या हाम्रो लागि। हाम्रो स्पेसल गेस्टलाई हामी लिएर आउँदैछौँ, हामीलाई स्पेसल रुम दिनु ल भनेर फोन गरेको अहिले भर्खर। अनि उहाँले हुन्छ भनिसक्नु भएको छ। आज म्यामलाई कहाँ स्पेसल, अस्ति मलाई उहाँ सेवामा तोङमा खुवाइसक्यो, मजा आएको थियो भनेपछि त मलाई आज मेरो पालो छ सेवा गर्ने उहाँलाई। उताबाट अलिअलि रिङ्गटा लाग्यो मैले भनेको थिएँ ढिलो ढिलो भनेको थिएँ। अब आज म्यामहरूलाई म रिङ्गटा नलाग्ने खालको सेवा गराउँछु म आज। 2,000 years later. हामी चाहिँ विराटनगर आइपुग्यौँ। अब विराटनगरसम्मको हाम्रो भ्रमण
One eternity later. अब चाहिँ हाम्रो यहाँनिर ड्रिङ्क्सहरू आइसकेको छ अनि यो हाम्रो के ड्रिङ्क्स हो एकचोटि म्याम भनिदिनुहोस् न। यो हाम्रो मेक्सिकन म्युल हो। हजुर। अनि त्यस पछाडि म्यामलाई आज हामी सेवा गरेर नयाँ चिज दिँदैछौँ। अब यो त नभनौँ नाम होइन, हजुरले थाहा पाइहाल्नुहुन्छ। अनि यो पनि स्पेसल हो तर मैले यसको नामै बिर्सेछु। अर्डर चाहिँ गरेँ, नाम बिर्सेकोमा नयाँ चिज थियो। सो अब हामी ड्रिङ्क्स इन्जोय गर्छौँ अनि त्यस पछाडि खाना बिस्तारै आउँदैछ। ल अहिलेको लागि चाहिँ हामी 3 जना भए पनि चेयर्स गरेर देखायौँ, 4 जना गर्ने मिल्छ होला। ल चेयर्स, ह्यापी बर्थडे टु प्रकाश भाइ, बर्थडे आउन आँटेको थियो। लेट्स इन्जोय है त। तनावमा हुनुहुन्छ के हो सर तपाईँ चाहिँ? त्यस्तै देखेँ क्या अहिले। आज हामी राति छोरा कान्छ छोरा रातभरि उठेर हामी मजाले सुत्न पाएको छैनौँ, त्यही भएर हो। टायर्ड भइसक्यो। फाइनली मैले यो टेस्ट गरिसकेँ, एकदमै मिठो रहेछ। म्याम हजुरको रिभ्यू? मेरो त यो म पहिला सिग्नेचर ड्रिङ्क हो, मलाई त मिठो लाग्छ, एकदम मिठो लाग्छ। मम्मीको कोक चाहिँ कस्तो छ? थोक खालको छ। यो हेरेर पनि चिन्नुहुन्छ नि त है खाने मान्छेहरूलाई। कोक लाउने के अरे ग्लास हो कि? यो कोक लाउने ग्लास होइन, यो अरू पनि कोक लाउने ग्लास हो, तर जे लाए पनि ठिकै छ, कोक हो भनेर खानु पऱ्यो। भिडियोको लागि चाहिँ यो कोक नै हो। यस्तो क्या म्याम त कोक खाएको र अरू खाएको यसरी पनि थाहा हुन्छ। यो खायो होइन, गरेपछि चाहिँ कोक भएन नि त होइन। कोक खाँदा यो खाँदै लगेपछि त ठुलो स्वर पो आउँछ त। यो खाएर सोप हुने रहेछ म्यामलाई। के हो त अनि अरू पनि ठुलो आउँछ, झन् ठुलो आउँछ, झन् ठुलो। निन्दा ढाँटी चर्चा गर्दो रहेछ है। के हो तर यसको नाम भनिदिनु, के दिनु नयाँ चिज? यो नयाँ चिज सेवा हो, अब हेर्नु थाहा पाइहाल्छ सबैले त। नभनौँ कति कुराहरू प्राइभेट राख्ने अब। कस्तो कोक हो? कस्तो खालको यो हाम्रो के डिस हो म्याम? वाउ, मोमोको प्ल्याटर हो। सो यसमा चाहिँ अफगानी, कोथे, तन्दुरी, स्टिम, चिली, वाउ। 5 टाइप्स अफ अनि के भन्नु तन्दुरी तन्दुरी। सबैलाई एउटा सिमिलर हाल्नु ल। यो अफगानी मोमो पनि उहाँ सरले ट्राई गरिसक्नु भएको छ, अब हाम्रो पालो। अब उहाँ म्यामले पनि लिनुभएको छ। अर्को चिज पनि आइसकेको छ हाम्रो। ल मम्मी खाएल भन्नु त एकचोटि। अनि यहाँ अर्को डिस आएको छ। यो डिस चाहिँ बर्गरवाला। ल म पनि खाएँ ल। हामी त्यही भन्दै थियौँ, काम पनि सक्यौँ आजको। अनि मलाई लन्च डिनर कस्तो लाग्यो म्याम? अबि कस्तो मजा रमाइलो भयो। बहिनीलाई धन्यवाद, यति खुसी दिनुभयो कि। खानेकुरा पनि मिठो भयो।
एकदम प्रकाश भाइलाई कस्तो लाग्यो बाबा मलाई त एकदम स्पेशल एकदम एकदम स्पेशल अरू भन्दा पनि झन् स्पेशल हामीलाई के भयो भने अनुप सर र ममता म्यामसँग चाहिँ यसरी हामी फुल डे स्पेन्ड गर्न पायौँ झन् रमाइलो हाम्रो जहिले स्पेशली हुन्छ सोच्यो भन्दा जहिले धेरै नै खुसी पाउँछु म हो नि पहिला पनि सोच्यो भन्दा धेरै खुसी पाएको थिएँ आज पनि सोच्यो भन्दा धेरै खुसी पाएँ बहिनीलाई धन्यवाद यसरी हर समयमा साथ सपोर्ट दिनुभएको छ माया दिनुभएको छ है योभन्दा ठुलो खुसीको कुरा के हुनसक्छ होइन ममता म्याम त एन्जल बनेर आउनु भएको छ के हाम्रो लाइफमा एन्जल बाबुको लाइफमा पनि म एन्जल हाम्रा पनि हो हजुरको लाइफमा पनि हो भन्नु न त के भन्नु त नि हाम्रा पनि हो भन्नु त मेरो जहिले एन्जल हो फरेभर एन्जल हो त मेरो त अब एन्जल भन्नु पर्दैन हो एन्जल भनेर लभ गरेको एन्जल भनेर बे गरेको त्यो चाहिँ हो त्यो त म पनि मान्छु त्यही भएर अघि आफ्नो कुर्सी लिएर छोडेर कुदेर आइसकेको थियो ठ्याक्क परबाट हेर्दा मात्रै चित्त नबुझेर क्या सुरुमा चाहिँ अगाडि बसेर यस्तो सिधा अनुहार क्या आँखा दायाँ बायाँ नहेरिकन बहिनीलाई मात्रै पछि त छेउमै आएर हात जति सास पाउनु होला नि यो कोमल हातमा जे होस् आज रमाइलो भयो हजुर म्यामहरूसँग भए त कहिले आनन्द हुन्छ मलाई पनि अनि अब नेक्स्ट टाइमको हाम्रो अर्को प्लान छ के प्लान छ हजुरले बिस्तारै थाहा पाउनुहुन्छ बिस्तारै थाहा पाउनुहुन्छ है भन्दै हुनुहुन्छ जति पनि हामीलाई मलाई माया गर्ने मेरो होइन मलाई माया गर्ने जति पनि भाइ बहिनी साथीहरू हुनुहुन्छ उहाँले चाहिँ मलाई जहिले पनि भन्नुहुन्छ बिन्ता नाना तपाईँ जहाँ पुगे पनि जो ठाउँमा पुगे पनि हाम्रो ममता बहिनीलाई चाहिँ नबिर्सिनुहोस् है उहाँ नै हो तपाईँको लागि पहिलो है प्राथमिकता दिनुहुने पहिले सुरुवातमै नै अब होइन ममता बहिनीले कति सपोर्ट गरेर सही ठाउँमा लानुभएको छ भनेर धेरैले भन्नुभएको छ क्या तर म कहिले बिर्सिदिनँ यो युट्युबबाट काटेर हामीलाई पनि दिनु है अहिलेको चाहिँ एकदम खुसी छु अहिले हामी प्रार्थना घरबाट घर अब हामी उहाँहरूलाई घर ड्रप गरेर अनि हाम्रो छोराहरू पनि घरमा पर्खिरहेको छ अघि फोन गरेको नानी हामी घर आइपुग्दा पर्खिँदैन न होला सुत्छ आउनेर सुतिसक्नु होला फोन गरेको थियो दुईजनाले नि मम्मा पापा भन्दै थियो अब हामी आई थिङ्क भोलि हामी अलिक चाँडै जान्छौँ घर नानीहरूको लागि बिहान आएर काम सकेर 3-4 घन्टामा काम सकेपछि अनि वर्कआउट गर्ने अनि त्यहाँबाट घर गएर भोलि होल डे बेबीहरूको लागि आजको दिन हाम्रो लागि छुटाउनु भयो अब भोलि उहाँ दुईजना बेबीको लागि छुटाउनु हुन्छ उहाँहरूले अनि हाम्रो ममता आज पनि हामी चाँडै जान्थ्यौँ होला तर अब आज लन्च प्लस डिनर गर्ने भनेपछि आज हामीलाई टाइम दिनु भयो नि त भोलि त फेरि छोरा भोलि दिन त सदा दिनुसकै लागि हो होइन अनि हाम्रो अनुप सर अनि हाम्रो ममता म्यामको यो यस्तो राम्रो जोडी छ नि दिदी बहिनी यस्तो राम्रो जोडीको चाहिँ लाइफ टाइम यति राम्रो यस्तै भइरहोस् है हजुरहरूको अनि हाम्रो लागि पनि यति राम्रो गरिदिनु भएको छ है अनि हामी जस के भन्ने अब एकदम भाग्यमानी यही स्पिचलेस छौँ क्या हामी त यही ममता म्याम होइन अनुप सरसँग चाहिँ यही भाइको भ्लगबाट म के भनिदिन्छु भने के अरे भाइ एकदम ज्ञानी छ होइन कुनै पनि अब बहिनी जोसुकै भए पनि उसको लाइफमा आउने भाग्यमानी हुन्छ होइन साँच्चै भनेको भाइ एकदम ज्ञानी बुझकी छ बुद्धिमान छ मेहनती छ होइन अनि लभ पनि छैन उसको गर्लफ्रेन्ड पनि छैन अहिलेसम्म सिङ्गलै छ जो कोही हुनुहुन्छ के भन्छ त्यसो फेरि अफर दिए जस्तो जो कोही पनि हुन्छ छैन है अहिले छैन कमाउनु पर्छ तिमीले उसको मन मारेर हुन्छ बा उसको मनमा नै छ कि अफर हैन छोरा मान्छे उसको मन कसैले अफर दिएको छ कि त्यो चाहिँ म भन्न सक्दिनँ है जे भए पनि अब अहिले भनेको जल्द कुखुरे पैसा आइरहेछ कुखुरे पैसा गइसक्यो मेरो छोरालाई आएको छ हैन उसको गयो अरे हौ कुखुरे गयो हुन त कुखुरे भनेको त 14-15 हो नि त है अनि उसको उसलाई के भन्छ अब अलिकति बढाएर भन न मेचोड अब चल्लोदेखि कुखुरे एउटा बोके पैसा गाइस म हेर्दाखेरि बोके जस्तो छोरा यो हुन सक्छ है यो चाहिँ लाइफ शब्द हुन सक्छ है यो हाम्रो अयो म त हात उठेर आउँछु फेरि के भन्नु होला गोरु पैसा भन्दा
डर त रिसाउँदै हुन्छ फोन गरेर अनि कस्तो मलाई नभनिकन गएको अब त कुन भइस हो त्यो उयो क्या यही प्यार है ये प्यार ओ माय गॉड तुरुलाप बाबा हामीले के अरे हैन अघि भन्नुभएको थियो नि भाइले उयो बोके भइसे हाम्रो के भइस बाबा होइन नि हाम्रो त अलिक बुढै भयो नि हैन भाइ बहिनीको हाम्रो बोकिसकेको भइस म हामी चाहिँ गोरु भइसे मेरो छोराको बोके भइसे मेरो छोराको चल्ने भइस लेभलको छ यहाँ नि बाबा भरे फेरि कतै भर्खरको कोरकोराउने बुहारीहरू तयार भयो नि छैन है अन्त यो भिडियो हेर्नु है हुनेवाला बुहारीहरू चाहिँ यो चाहिँ हाम्रो नयाँ कोरकोराउने पर एउटा कोरकोराउँदै आएर भरेमा यो प्रकारको कुरा सुन्दा उदेक लाग्छ भन्दै आउने केही होइन पैसा हाम्रो नर्मल हो यो हामी सब यो ठट्टा गरेको है हजुरलाई ठट्टा पनि हो रेली पनि हो पैसा सबै आउँछ नि आउँदैन नि प्रकृतिको नियमले हो नि यो त पैसा त नि एकचोटि जन्म हुन्छ बच्चा भइन्छ वयस्क भइन्छ अनि बिस्तारै मेच्योर भइन्छ जोडी देख्नु बित्तिकै मखसर हेरेको ल हामी त हेरेको दुश्मन हेरेको पो भयो त मजाक धेरै भयो कतै घर आइपुग्नु लाग्यो जस आजको दिनभरि आज हामी यति रमाइलो भयो अनुप सर ममता म्याम थ्याङ्क यू सो मच यति राम्रो दिन बनाइदिनु भयो धन्यवाद हामी त साथ दिनुभयो बाफ्रे होइन मैले चाहिँ भनेको हौ साथ दिनुभयो एकदम रमाइलो भयो आउने दिनमा अनि गाना पनि गाइयो एकदम भाइले साह्रै राम्रो गाना गाउँछ गिटार पनि बजाउँछ आज गिटार चाहिँ थिएन र अनुप सर र ममता म्यामले यति राम्रो गीत गाउनुहुन्छ पछि फ्युचरमा गएर चाहिँ हामी गीत जसरी भए पनि बनाउँछौँ यो चाहिँ मेरो सपना हो हामी सबैको सपना हो यहाँ सरको सपना पनि छेउमा बसेर ताली बजाएर जाने नजाने यसरी नाचिदिन्छु क्या होइन म्याम हाम्रो गानामा ताली रेकर्ड हुँदैन प्योर गाना मात्रै हामी हेरेर मख होइन गीत अनुसारको नाचिदिने नि होइन नाचिदिने त्यो गर्न सकिन्छ हामी चाहिँ यस्तो क्या बहिनीलाई चाहिँ के भन्नु र म चाहिँ क्या यस्तो बुढेसकालको फिलिङ कि के अरे फिल गरेर फिल गरेर यस्तो आनन्द लिने तर सङ्गीत भनेको सबैलाई मनपर्छ है मलाई हामी त गफमा कति छिटो घर आइपुग्यो है आएको पनि थाहा पाएन हजुरहरूसँग आजको दिन आमामा यस्तो रमाइलो भयो है मम्मी गफले धरान आफ्नो घर आइपुगेको पनि थाहा भएन धेरै रमाइलो खुसी लाग्यो आजको दिन धेरै रमाइलो गयो थ्याङ्क यू सो मच ममता म्याम अनुप सर थ्याङ्क यू सो मच हस् हुन्छ ल हुन्छ हस् बाई म्याम बाई सर ल गुड नाइट हेभ अ स्विट ड्रिम बाई सबैजना बाई हामी चाहिँ घर आइपुग्यौँ अब घर जान्छौँ